सीमा विवादलाई समाधान गर्न सोमबार भारतसँग वार्ता गर्दै कुनै पनि हालतमा नझुक्ने बालेन सरकारको अडान। दशकबिन लामो समयदेखि कूटनीतिक नोट र औपचारिक आपत्तिमय सीमित रहेको नेपाल भारत सीमा विवाद अब प्रत्यक्ष संवादतर्फ उन्मुख भएको छ। रासोपाकै सांसद केपी खनालको घर ऐलानी जग्गामा भएपछि चर्कियो विवाद। विवादमा परेपछि बल्ल मुख खोले भन्छन् लाल पूर्जाको नाममा अर्बौंको ढोकुटी सिद्ध्याउने खेल अब बन्द हुन्छ। बालेन्द्र शाहले भने 50,000 को काम 10 लाख को भ्रष्टाचार अब यो चल्दैन। प्रत्येक ओडामा एकजना ओडा अध्यक्ष मात्र भए पुग्छ। पटक पटक विवादमा आएका सुदनलाई हर्कको रेड कार्पेट, श्रम संस्कृतिको हर्क ब्रान्डलाई धक्का। 11 दिनमै सहकारीको ऋण नतिर्ने 40 जनाबाट ऋण असुल गरिएको छ। नयाँ गठन भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 11 दिनमा 40 जनाबाट 73 लाख असुल गरेको हो। खुसीको खबर, बालेन सरकारले ल्यायो नेपालमै बिजुली जम्मा गरेर राख्ने प्रविधि, छिमेकी देशको भर पर्नु नपर्ने। बालेनको साइलेन्ट अट्याक, सम्पत्ति छानबिन समितिलाई दिइयो भीमकाय शक्ति। पूर्व राजादेखि राष्ट्रपति र प्रधानमन्त्रीदेखि बिचौलियासम्मको छानबिन सुरु। गैर कानूनी काम गर्ने ठेकेदारको भागाभाग अवैध बालुवा गेटे उत्खननको गुनासो बढेपछि प्रधानमन्त्री बालेनले फिल्मै खटाए प्रहरी।